बाटो एक्सप्लोर गर्दैछौँ। कुलेखानी भीमफेदी हुँदै हेटौँडा निस्किने बाटो। सिन्धुलीको बाटो चाहिँ एकदम धेरै बिग्रेकोले गर्दाखेरि हामी यो बाटो हेटौँडा निस्किन्छौँ। हेटौँडाबाट अनि फेरि तेर्सो लाग्छौँ र सिन्धुली निस्किन्छौँ अनि पूर्व जान्छौँ। यो चाहिँ धेरै पहिला काठमाडौँसम्म लाने रोपवे अरे, अहिले चाहिँ बन्द भएको छ अरे। बाटो चाहिँ सानो बच्चा लिएर बाइकमा अप्ठ्यारो छ, अति नै अप्ठ्यारो छ बाटो चाहिँ। डेन्जर घुम्दै रहेछ। यस्तो चिसो छ, पहिलोचोटि भएर हो किन ए चलिरहेको गाजरको जुस खुब यता चल्दो रहेछ। र त म त अघि त आलु र छै क्या भन्छु, निकै निहालेर हेरिसकेँ। आलु त होइन, त्यस्तो पत्ता त आलुको हुन्थेन, नयाँ खालको आलु आएछ क्या भन्छु। गाजरले फेरि पानी अत्याधिक चाहिन्छ होइन गाजरलाई। यता रोप्ने मान्छेले जानकारी दिउँ त के छ, गाजरलाई पानी कतिको चाहिन्छ? कृषकलाई थाहा हुन्छ नि त। यता चाहिँ हाम्रो दिनेश दाई, यता दिलेश्वर दाई, यता बम दाई। बम दाई भन्दा कस्तो बम दाई भनेर नि सोध्छ ल, फेरि एटम बम दाई हो है। एटम बमै रहेछ हाम्रो एकदम खतरा। जम्मा युरेनियम चाहिँ एक पावा मात्रै छ। त्यत्रो ठुलो जस्तो गर्दै तराई रहेछ नि। तल देखिएको चाहिँ भीमफेदी बजार चिल्लो रहेछ। यो उयो जस्तै रहेछ हौ, के अरे सिन्धुली जस्तै। त्यही आइदियो एक जमानामा त खतरा चल्ने बाटो होला नि यो पनि। खतरा अहिले पो अब आराम ठोक्यो। देखिन त फेरि बजारले खायो त। यो बगर त अर्कैले भेट्नु पर्ने रहेछ। ढुङ्गा बोक्न सजिलो हुन्छ नि त। पानी झरेन चाहिँ खरे खोला मात्र
7 दिनको राजधानी बसाइ पछाडि हामी आज पूर्व फर्किँदैछौँ। हामी पनि योपालि चाहिँ नयाँ बाटो एक्सप्लोर गरौँ भन्ने हिसाबले यो बाटोबाट आउँदैछौँ। अहिलेसम्म चाहिँ बाटो ठिकै छ, राम्रै छ। टिभीहरूको लागि चार्जिङ स्टेसन पनि रहेछ। ल नेपाली सेनाको मर्निङ वक जाँदैछ यहाँ। अब चाहिँ राम्रो रहेछ यहाँदेखि उता चाहिँ बाटो। कि बजारभरि मात्रै हो कि महेन्द्र माध्यमिक विद्यालय रहेछ। प्राविधिक शिक्षा बाटोमै कस्तो दामी ठाउँ शान्तिको प्रतीक। सक्यो पछाडि अनि सुन्नु न, त्यहाँ कति बोरा सिमेन्ट छ? अस्तिको सुरुको 50 बोरा सक्यो। ठाउँ चाहिँ बिग्रेको रहेछ, नत्र समग्रमा बाटो राम्रै छ। कति बोरा जति? हेटौँडा हिँडेको होला। हामी हेटौँडा प्रवेश गरिसक्यौँ। हामी चाहिँ हेटौँडा प्रवेश गरिसकेका छौँ। अहिले बिहानको ठ्याक्कै भन्नु पर्दाखेरि 7:55 भयो। हामी 7:55 चाहिँ हेटौँडा बजार पसिसक्यौँ। मान्छेहरू कतिजनाको 8 बजेको ताजा समाचार। यहाँबाट हो कि परबाट हो? हेटौँडा बजार अलि अगाडि चोकबाट हेटौँडा बजार चाहिँ बाटो बढाउनको लागि चाहिँ अस्ति भत्काइयो भनेर धेरैजनाले समाचारमा सुन्नु पनि भयो होला, हेर्नु पनि भयो होला। भत्काइसकेपछि चाहिँ अदालतले स्टे अर्डर दिएछ। ल हामी चाहिँ त्यही बाटैबाट छौँ, हेर्दैछौँ। अब भत्काउने काम सकिएछ, अब यसलाई सम्हाल्ने काम रहेछ। सम्हाल्न पनि बहुत चुनौती नै देखिरहेको छ। यो रुख भएको जति जम्मै काट्नै पर्यो होला। यहाँबाट उँभो यो बाटो बढाएर लिएर जाने हो क्या हो यो उँभो?
भाइरल छ यो तुरन्त त भाइरल छ मधुबनला त टिकटक रोड कस्तो भाइरल भएको छ हैन उहाँको पानी चाहिँ कमलामा छिराउने यो घुलालाई चाहिँ पानी पुगेन यता अब यता भएकालाई पानी पुगेन जनतालाई खेतीपाती गर्नलाई सिँचाइलाई खोलाको पानीले पर्याप्त भएन त्यही भएर यो चाहिँ मरिन खोलाको पुल र पारीको मरिन खोलाको डाइभर्सन यो चाहिँ के कुन खोला पो उहाँबाट सप्तकोशी होइन के कुन खोला पो सप्तकोशी नै सप्तकोशीको पानी चाहिँ डाइभर्ट गरेर टनेलमा हालेर यता ल्याएर यहाँ झारेर चाहिँ सिँचाइ गर्ने भन्ने परियोजना रहेको रहेछ हामी सिन्धुली बजार आइपुग्यौँ अब खाना खाने ठाउँ ग्यारेज अनि त्यहाँबाट कोषाघर खोज्नुपर्ने भएको छ अब कोषाघरलाई चाहिँ इङ्ग्लिसमा के भन्छ कमेन्ट हान्नु ल मुनिबाट के हो सजिलै हाम्रो चाहिँ साधारण अलिकति रुगा खोकी लागिरहेछ र यहाँ औषधि उपचार गर्न लिएर आएको दिलेश्वर दाइ हेलो केही छ कि गुरुबा खाना खाइयो टन्न थकाली थकाइले खाएर चाहिँ थकान लागिहाल्छ थकालीमा स्पेसल खाना खाएर लाग्यो अब गाडी चाहिँ कुदाउँदा कुदाउँदा ननिदाउनु होइन त्यो त अब 3 नम्बर प्रदेशदेखि एकैचोटि 1 नम्बर जानु आँटेको 3 बाट एकैचोटि सहायक ड्राइभर राखेको के काम बहिनी निन्द्रा लाग्ला जस्तो भइसक्यो आफैलाई 1 नम्बर जान्छौँ हामी त्यही भएर हामी अहिले हतारमै छौँ अहिले अब हामी एकैचोटि यो इटरीको ट्री हाउसमा पुग्छौँ ट्री हाउसमा पुगेर भेटौँला होइन ट्री हाउसमा गएपछि नै भेटौँला काउचे आएछ अहिले यो त मार्रै भयो छिटै मलाई यार खानु हुँदैन नि किन खानु भने नै भन्दा भन्दै गइहाल्छ खोइ फेरि अब नाच्न गाउन थालेपछि झकेको म झकेको होइन रक्सी झकिन्छ म त नखाउँ भनेको मान्दैन भनेको त आएकै गर्दा छेउमा है कटारीबाट अगाडि लागिसक्यौँ यो निन्द्रा लाग्यो अरे गुरुबालाई अनि हाम्रो गुरुबा कोशी प्रदेश उपाध्यक्ष गुरुबा नागबेली यसै त्यहाँ लाग्यो अरे त्यसको बाबु के जान्छ इन्जिनियरको बुढी लिएर भागिरहेको थियो अरे कि पहिले सिधा बाटो हुँदा अनि रिसले घुमाउरो बाटो बनाएको अरे क्या अर्कोचोटि चाहिँ बुढी लिएर भाग्दाखेरि चाहिँ त्यसलाई समात्न पाऊँ भनेर कति बोलाइमा
धनकुटा पनि छ त भेटरमा तल कति बाटोमा आउँदा आउँदै एउटा झरना देखा पर यसलाई के भन्ने अब माइक्रो झरना देखा पऱ्यो हाम्रो दिनेश दाईलाई चाहिँ एकदम धेरै निन्द्रा लाग्यो अरे अनि दिनेश दाई चाहिँ यहाँ मुख धुन आँट्दै हुनुहुन्छ होइन त दिनेश दाई कि पौडी हानिदिने दिनेश दाई कि पौडी हानिदिने मुख धोको अरे आँखा मात्रै भिजाउँदै हुनुहुन्छ खोइ होइन यत्तिकै हाल्ने नि र भिडियो किन भोइस ओभर गरिरहने हामीले बोलेको कुरा पनि सुनुन् गफ गरेको कुरा पनि सुनुन् त्यतिखेरै त्यो भिडियो गरिएको थिएन नि त फेरि कफी त दिन्छन् कि तर हातले बनाएर दिन्छन् मान्छे प्रायः होटलमा कफी त हुन्छ त्यस्तो हातले बाइकको माथिको पनि त्यो गाडी चलाउनु थियो मात्रै त्यो नि के ह्यान्डमेडै थियो ह्यान्डमेड पनि चौथो स्टेप हामी इटरी आएर धरानतर्फ जाँदैछौँ बमबहादुर दाईको होटल बमबहादुर दाईलाई हामी छ अरे त्यहाँ अनि पुर्याएर आउनेछौँ बमबहादुर दाईलाई त्यहाँ होटलमा पुर्याएर अनि बमबहादुर दाईको होटल हेरेर रिसोर्ट हेरेर खाजा खाएर अनि त्यहाँबाट हामी फेरि दमकको लागि बाटो तताउने छौँ ग्यासले फोरा हानेको केही भन्दिनँ बन्दै गऱ्यो गीतै गतिलो छ है गीत पनि गतिलो छैन अब यो निद्रा लाग्ने पनि अवस्थाको छैन गर्दाखेरि त हुँदो रहेछ नि त यतिको बाटो पनि बनिँदो रहेछ यिनीहरू है इच्छा शक्ति हुँदाखेरि